पथिक महाकुलले सञ्चालन गर्ने 5वटा विभाग मध्येमा दोस्रो आयाम हो स्वास्थ्य। यो स्वास्थ्य केसित सम्बन्धित छ त भन्दाखेरि नर्मल्ली हामीले बुझिआएको स्वास्थ्य कस्तो त भन्दाखेरि औषधिले स्वास्थ्य दिन्छ भन्ने आधारबाट हामी जब बिरामी पर्छौँ अनि डाक्टरले औषधि दिनुहुन्छ त्यसपछि हामी स्वस्थ भयौँ भन्ने तरिकाले बुझिन्छ। तर पथिक फाउन्डेसनले भनेको अगाडि बढाउन खोजेको स्वास्थ्य त्यो स्वास्थ्य होइन। यसले त के भन्छ त भन्दाखेरि वास्तवमा स्वास्थ्य हुनको लागि शरीर मन र चेतना यी तीनटै एलिमेन्टलाई स्वस्थ राख्न जरुरी छ। र स्वास्थ्य सम्बन्धी परिभाषामा यसले के भन्छ त भन्दाखेरि जो स्वयंमा स्थित छ त्यो व्यक्ति स्वस्थ हो। त्यसो हो भने धेरै मान्छेहरू हामी त्यो डिजिजमा रहेछौँ नि त। दिस इज भन्छ कि रोगको दिस इज भनेको असजिलो हुनु अर्थात् हामी ठाउँमा नहुनु। सो यो ठाउँमा नभएको मान्छेलाई ठाउँमा ल्याउनु नै वास्तवमा स्वास्थ्य भनेर भनिन्छ। यस आधारमा स्वास्थ्यको परिभाषा गर्दाखेरि आचार्य पथिक भन्नुहुन्छ कि यो एक आरोग्य पथ हो। यो पथिक फाउन्डेसनले सञ्चालन गर्न खोजेको स्वास्थ्य सम्बन्धी आयाममा शरीर मन र चेतनालाई सन्तुलित गर्न व्यवस्थित गर्न विकसित गर्नको लागि पूर्वका जति पनि रैथाने ज्ञानहरू थिए जस्तो त्यो आयुर्वेद हुनसक्छ, प्राकृतिक चिकित्सा हुनसक्छ, योग हुनसक्छ, ध्यान हुनसक्छ र त्यसपछि होमियोप्याथी हुनसक्छ। यी सम्पूर्ण डिसिप्लिनलाई उपयोगमा ल्याएर अहिलेको मनुष्यले जे समस्याहरू बेहोरिरहेको छ नि स्वास्थ्य सम्बन्धी, चाहे त्यो शारीरिक समस्या हुन्, चाहे त्यो मानसिक समस्याहरू हुन्, चाहे त्यो चेतनागत समस्याहरू, यिनीहरूलाई छिटै समाधान दिन सकिन्छ। एको र औषधिको भरमा मात्रै स्वास्थ्यलाई टिकाउनु अब अवैज्ञानिक र अप्राकृतिक पनि छ र मान्छेको स्वास्थ्यसित धेरै खेलवाड भइरहेको छ र स्वास्थ्यमा मान्छेको धेरै ठुलो लगानी परेको छ। उसले आफ्नो जीवनको सम्पूर्ण कमाइ नै स्वास्थ्य क्षेत्रमा खेर फालिराख्नु परेको स्थिति देख्दाखेरि आचार्यले भन्नुहुन्छ कि यसलाई हामीले प्रिभेन्टिभ ढङ्गले सानैदेखि हाम्रो स्वास्थ्यलाई कसरी प्रिजर्भ गर्न सकिन्छ त भन्ने आयामबाट समग्र स्वास्थ्यको कुराहरू उठेको हो। र पथिक फाउन्डेसनले यो समग्र स्वास्थ्यको नीतिलाई अवलम्बन गर्छ र यसलाई जरैबाट समाधान दिन सकिन्छ। फ्रम इनसाइड टु द आउटसाइडमा जान सकिन्छ र स्वास्थ्यलाई सधैँको लागि प्रिजर्भ गर्न सकिन्छ। यदि हामीले त्यस्तै स्वास्थ्यलाई प्रिजर्भ गर्न सक्यौँ भने वास्तवमै हामीले बुझेका पनि छौँ कि स्वास्थ्य नै धन हो, हैन? यस आधारमा बुद्धले पनि भन्नुभएको छ आरोग्यम परमा लाभ, अर्थात् आरोग्य प्राप्त गर्नु सबैभन्दा ठुलो लाभ हो। यस अर्थमा यो 21औं शताब्दीमा हामीले स्वास्थ्य सम्बन्धी जुन चलिआएको जुन अवधारणा थियो त्यो अवधारणालाई विनिर्माण गरेर फेरि पुनः निर्माण दिएर एउटा यसको दिशा दिन जरुरी छ। र यस अर्थमा पथिक महाकुलले स्वास्थ्यको आयामलाई अगाडि बढाउन चाहन्छ।